सुरुमा तपाईँले बजारबाट ल्याएको पोर्कलाई सानो सानो टुक्रामा काट्ने अनि त्यसका लागि आवश्यक हुने अरू कुराहरू काट्ने, जस्तो कि सब्जी। त्यसलाई पहिला सफा गरेर धुने। सफा गरेर धोइसकेपछि त्यसलाई चपिङ बोर्डमा राखेर राम्रोसँग काट्ने अनि आवश्यकता अनुसार प्याज, लसुन, गोलभेडा सबै काट्ने। म चाहिँ गोलभेडा काटिसकेपछि जहिले पनि त्यसको पेस्ट बनाउने गर्छु। पेस्ट बनाउँदाखेरि चाँडै नै त्यो पाक्ने अनि त्यसले एउटा राम्रो स्वाद दिने भएकाले त्यो गर्छु। आवश्यकता अनुसार तेल हाल्ने। तेल हालिसक्यो भने पछि जिराको दानाहरू पनि हाल्ने। जिराको दाना सँगसँगै अरू बे लिभ्सहरू पनि हाल्ने। त्यसलाई मजाले पाकिसकेपछि टुक्रा टुक्रा बनाएको पोर्कलाई हाल्ने। पोर्कलाई हालेर एकछिन त्यसलाई पाक्न दिने मजाले। अनि त्यसमा बेसार र अलिकति नुन हाल्ने। बेसार र नुन हाल्नाले त्यसलाई पाक्नमा मद्दत गर्छ र स्वाद पनि ल्याउँछ। बेसारको आफ्नो स्वाद चाहिँ हराएर जान्छ। सँगै अलिकति खुर्सानीको धुलो हाल्ने। त्यसलाई फेरि एकछिन पाक्न दिने, मजाले चलाएर पाक्नलाई दिने। पाक्नका निमित्त छोपेर राख्नुपर्ने हुन पनि सक्छ। छोपेर राख्ने एकछिन 3-4 मिनट छोपेर राखिसकेपछि त्यसले जब कलर परिवर्तन गर्छ त्यो पछि चाहिँ त्यसलाई मजाले निकाल्ने। म चाहिँ पाकिसकेपछि माथिबाट प्याज फ्राई गर्छु। तपाईँहरूले प्याज सुरुमै पनि फ्राई गर्न सक्नुहुन्छ। त्यसपछि म अलिकति चलाउँछु अनि जिन्जर गार्लिक पेस्ट मैले जुन बनाएको थिएँ त्यो चाहिँ हालिदिन्छु। सँगै अलिकति आफूले काटेको हरियो खुर्सानी पनि त्यही मिक्सरमा हालेको हालिदिन्छु। सँगै अलिकति जिन्जर गार्लिक पेस्ट पनि एड गर्छु। त्यो सँगसँगै बिस्तारै म त्यसमा जिरा अनि धनियाँको धुलो हाल्ने गर्छु। अनि सँगसँगै अलिकति अन्य मरमसलाहरू जे चाहिन्छ त्यो पनि हाल्ने गर्छु। तपाईँहरू पनि त्यस्तै गर्नुहोला। यो सबै हालिसकेपछि एकछिन तपाईँले त्यसलाई पाक्न दिनुपर्ने हुनपर्छ। त्यो पाकिसकेपछि तपाईँले त्यसमा कलर परिवर्तन भएपछि जुन हामीले टमाटरको पेस्ट बनाएको थियौँ त्यो हालिदिनु होला। त्यसलाई पनि एकछिन पाक्न दिएपछि तपाईँले हरियो सब्जी जुन हामीले काटेर राखेका थियौँ त्यो हालिदिनु होला। हरियो सब्जीलाई एकछिन पाक्न समय लाग्छ। त्यो पाकिसकेपछि तपाईँको लगभग पोर्क रेडी हुन्छ। सबै कुरा रेडी भइसकेपछि तपाईँले माथिबाट फ्लेभरको लागि धनियाँ काटेर राखेको धनियाँ हाल्न सक्नुहुन्छ। त्यसलाई एकछिन त्यहीँ राखिदिँदाखेरि तपाईँको पोर्क रेडी भयो। अब तपाईँले मिठो मानेर जेसँग पनि खान सक्नुहुन्छ। तपाईँले अहिलेसम्म हेरिदिनु भएकोमा धन्यवाद। आगामी दिनहरूमा अरू भिडियो बनाएर पनि सँगसँगै आउनेछौँ। थ्याङ्क यू फर वाचिङ। ह्याभ अ गुड डे। तपाईँले खाना पकाउन जान्नु भनेको पनि एउटा आफूमा स्किल थप्नु हो। मैले पनि सुरुमा युट्युबबाट हेरेर नै सिकेको हो। त्यसपछि बिस्तारै मलाई अरू कुराहरूमा इन्ट्रेस्ट लाग्दै गयो, बनाउँदै गएँ। अनि अहिले आफूलाई हेर्दाखेरि आफूलाई रमाइलो लाग्छ, ल मैले यो पनि सिकेछु भनेर। त्यही भएर खाना पकाउन सिक्नुहोस्, नयाँ ट्राई गर्नुहोस्। आफूले आफूलाई नयाँ स्किल सिक्न दिनु भनेको आफूले आफूलाई भरोसा गर्नु हो। जहाँसुकै गएर नि बाँच्छु भन्ने भरोसा दिलाउनु हो।